पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गएको भदौ 23 गते आफूले गोली चलाउने कुनै पनि आदेश नदिएको स्पष्ट पारेका छन्। बुधबार सामाजिक सञ्जालमा लेख्दै ओलीले आफू र नेकपा एमाले विरुद्ध फैलाइएको भ्रममा नपर्न आग्रह गरे। केही दिन यता एउटा पक्षले भदौ 23 गतेको घटनाबारे गलत प्रचार फैलाइरहेको छ। मानव प्रधानमन्त्रीले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको हो भन्ने जस्तो। यो कुरा पूर्ण रूपमा निर्धार छ। हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन र त्यस्तो आदेश मैले कहिले दिएको पनि छैन र आदेश दिन सोच्न पनि सक्दिन, ओलीले लेखेका छन्। संसद भवन अघि आगो लगाउने प्रयास र विस्फोटक वस्तु प्रयोग भएपछि स्थितिलाई कानुनले आन्दोलन नभई राज्य विरुद्धको हमला मान्ने ओलीले स्पष्ट पारेका छन्। संसद भवन अघि आगो लगाउने प्रयास र विस्फोटक वस्तु प्रयोग भएपछि स्थितिलाई कानुनले आन्दोलन होइन, राज्य विरुद्धको हमला मान्छ। ओलीले लेखेका छन्, संसद भवनभित्र सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि गोली चल्यो र त्यसपछि 2 घण्टासम्म भएका घटनाले हामी सबैलाई कहिल्यै नमेटिने घाउ दिएको छ। आफू खुल्ला रूपमा कुनै पनि मञ्चमा बसेर उत्तर दिन तयार रहेको ओलीले बताए। सामाजिक सञ्जालमा गरिएका गलत प्रचारमा नलाग्न आग्रह गरे। 11 जना नानी बाबुको मृत्युप्रति म अत्यन्त मर्माहित छु, उनले भने। एउटा आग्रह गर्न चाहन्छु, माइती घरको शान्तिपूर्ण प्रदर्शनबाट ती युवाहरूलाई संसद भवन जस्तो कानुनले बल प्रयोग गर्नै पर्ने ठाउँतर्फ कसले, किन र कसरी लग्यो, यो प्रश्नको पनि जवाफ खोज्नुहोला। तपाईलाई आजको यो भिडियो कस्तो लाग्यो? मन परेमा सेयर गर्न